ओके साथीहरु, फेरि पनि आइसकेको छ एउटा नयाँ नेपाली अर्निङ एप जसमा चाहिँ तपाईहरुले सिम्पली गेम्सहरु खेल्दै अफरवालहरु कम्प्लिट गर्दै टास्कहरु कम्प्लिट गर्दै सिम्पली तपाईहरुले यहाँ चाहिँ व्हील्सहरु घुमाउँदै केही कोइनहरु चाहिँ कलेक्ट गर्नुपर्ने हुन्छ र त्यो कोइनलाई चाहिँ तपाईहरुले सहिलेसँग आफ्नो रियल मनीमा एक्सेस गर्न सक्नुहुन्छ र तपाईहरुले अब सिम्पली यसमा अर्निङ गरेको ब्यालेन्सलाई चाहिँ तपाईहरुले सिम्पली बाइनान्स पेपल अब तपाईहरु चाहिँ गेमर्सहरु हुनुहुन्छ भने चाहिँ तपाईहरुले अब सिम्पली यहाँ चाहिँ मोबाइल लेजेन्ड फ्री फायर पबजीहरुमा चाहिँ तपाईहरुले सहिलेसँग डायमन्डहरु पनि विथड्र गर्न सक्नुहुन्छ सो तपाईहरुले अब सिम्पली एप्लिकेसनमा चाहिँ काम गर्ने एकदमै धेरै सजिलो रहेको छ र तपाईहरुले यहाँ चाहिँ खास त्यत्रो गाह्रो काम गरिरहनु पर्दैन र तपाईहरुले अब यसमा चाहिँ सहिलेसँग कोइनहरु चाहिँ कलेक्ट गरेर सहिलेसँग विथड्र चाहिँ गर्न सक्नुहुन्छ र तपाईहरुले सिम्पली आजको यस भिडियोमा चाहिँ म तपाईहरुले एप्लिकेसनमा के कसरी काम गर्ने तथा यसमा अर्निङ गरेको ब्यालेन्सहरुलाई चाहिँ तपाईहरुले के कसरी कहाँबाट विथड्र गर्न सक्नुहुन्छ लगायत सम्पूर्ण कुराहरु चाहिँ म तपाईहरुलाई चाहिँ यसै भिडियो मार्फत चाहिँ गरेर देखाइदिने छु सो तपाईहरुले सिम्पली भिडियोलाई चाहिँ स्किप नगरी अन्तिमसम्म हेरेर साथ दिनु होला र तपाईहरु चाहिँ च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला किनभने आउने दिनहरुमा पनि म तपाईहरुको सामु चाहिँ यस्तै बेस्ट र लेजिट नेपाली अनलाइन अर्निङ एप्लिकेसनहरुको जानकारी चाहिँ लिएर आइरहने छु है त। ओके साथीहरु, एप्लिकेसनमा काम गर्न चाहिँ एकदमै धेरै सजिलो रहेको छ र तपाईहरुले यहाँ चाहिँ सिम्पली यो सर्वेहरु गर्दै एप टास्कहरु गर्दै त्यसैगरी तपाईहरुले यहाँ व्हील्सहरु घुमाउँदै चाहिँ सहिलेसँग अर्निङ गर्न सक्नुहुन्छ र यसमा अर्निङ गरेको ब्यालेन्स चाहिँ तपाईहरुले अब बाइनान्स तथा अब तपाईहरुले यहाँ गेमरहरुले चाहिँ अब गेमिङमा पनि युज गर्न सक्नुहुन्छ र तपाईहरुले अब सिम्पली एप्लिकेसनको लिंक चाहिँ यसै भिडियोको कमेन्ट र डिस्क्रिप्सनमा पाउन सक्नुहुन्छ र तपाईहरुले अब सिम्पली डिस्क्रिप्सन भन्दा नि कमेन्टमा चाहिँ डाइरेक्ट लिंक पाउनुहुन्छ र डिस्क्रिप्सनमा चाहिँ तपाईहरुले सिम्पली अब टेलिग्राम हुँदै जानुपर्ने हुन्छ र तपाईहरुले हाम्रो टेलिग्राम च्यानल पनि जोइन गर्न सक्नुहुन्छ र तपाईहरुले अब सिम्पली यो दिएको लिंकमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईहरुलाई सिम्पली त्यो लिंकले चाहिँ यसरी प्ले स्टोरबाट डाइरेक्ट गर्नेछ र तपाईहरुले सिम्पली हेर्न सक्नुहुन्छ कि क्याश बक्स भनेर एउटा अर्निङ एप दिएको छ र तपाईहरुले यो एप्लिकेसनलाई चाहिँ इन्स्टल गर्नु होला र इन्स्टल गरिसकेपछि यो साइडमा दिएको ओपन कस्टमरमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईहरुले सिम्पली यो एप्लिकेसनमा चाहिँ सुरुमा रजिस्टर गर्नुपर्ने हुन्छ र तपाईहरुले त्यहाँनेर साइन अप विथ गुगल कस्टम पाउन सक्नुहुन्छ र तपाईहरुले अब सिम्पली यो एप्लिकेसनमा चाहिँ साइन अप गरेर तपाईहरुले सिम्पली यो साइन अपको प्रोसेस कम्प्लिट गर्नुहुन्छ भने चाहिँ एप्लिकेसनको ड्याशबोर्ड चाहिँ यसरी ओपन हुनेछ जस्तै कि तपाईहरुले हेर्न सक्नुहुन्छ कि एप्लिकेसनमा चाहिँ सिम्पली तपाईहरुले अब यो एप टास्कहरु सर्वेहरु गर्दै तपाईहरुले यहाँ चाहिँ केही कोइनहरु चाहिँ कलेक्ट गर्नुपर्ने हुन्छ र यहाँ हेर्न सक्नुहुन्छ केही साथीहरुले चाहिँ यहाँ चाहिँ डेली काम गरेर यहाँ चाहिँ कोइनहरु चाहिँ कलेक्ट गरिरहनु भएको छ र तपाईहरुले पनि अब सिम्पली एप्लिकेसनमा चाहिँ कोइन कलेक्ट गर्नुपर्ने हुन्छ र यसमा कलेक्ट गरेको कोइनलाई चाहिँ तपाईहरुले सिम्पली अब रियल मनीमा एक्सचेन्ज गर्न सक्नुहुन्छ र तपाईहरुले अब सिम्पली यहाँ चाहिँ विथड्र गर्नको लागि चाहिँ तपाईहरुले बाइनान्स पेपल तपाईहरुले अब सिम्पली यहाँ चाहिँ गेमर्सहरुको लागि चाहिँ पबजी अब फ्री फायरहरुमा हैन सो तपाईहरुले अब सिम्पली मोबाइल लेजेन्डहरुमा चाहिँ तपाईहरुले सहिलेसँग डायमन्डहरु पनि एक्सचेन्ज गर्न सक्ने भयो र तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ कि बाइनान्स वालेट पनि दिएको छ त्यसैगरी फ्री फायर पबजी मोबाइल लेजेन्ड पेपल वालेटहरु दिएको छ र तपाईहरुले अब यिनै वालेटहरुमा चाहिँ सहिलेसँग यहाँ चाहिँ यसमा अर्निङ गरेको ब्यालेन्सलाई चाहिँ विथड्र गर्न सक्नुहुन्छ र तपाईहरुले अब सिम्पली माथि दिएको कोइन कलेक्ट गर्नुपर्ने हुन्छ र यो कोइन कलेक्ट गर्नको लागि चाहिँ तपाईहरुले थुप्रै तरिकाहरु पाउन सक्नुहुन्छ जस्तै कि तपाईहरुले यहाँ चाहिँ अन कोइन्स भनेर यहाँ चाहिँ एउटा अप्सन दिएको छ र तपाईहरुले नजिकै एप टास्क भनेर पाउन सक्नुहुन्छ सो तपाईहरुले अब सिम्पली यो एप टास्क अप्सनमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईहरुले सिम्पली यहाँ चाहिँ विभिन्न अफरवालहरु पाउन सक्नुहुन्छ जस्तै तपाईहरुले अब सिम्पली पप स्केलहरु दिएको छ त्यसैगरी तपाईहरुले यो टाइम वालमा काम गर्न सक्ने भयो साइडमा रहेको ओपन कस्टममा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईहरुले अब सिम्पली यसरी टाइम वाल चाहिँ यसरी ओपन हुनेछ र तपाईहरुले अब यहाँ चाहिँ टास्कमा चाहिँ गेम्सहरु दिएको हुन्छ त्यसैगरी तपाईहरुले यो क्लिक्सहरुबाट चाहिँ तपाईहरुले सहिलेसँग यहाँ चाहिँ सिम्पली कोइनहरु चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ र तपाईहरुले अब सिम्पली यहाँ अब टाइम वालमा के कसरी काम गर्ने तपाईहरुले अब आफै बुझिहाल्नुहुन्छ सो तपाईहरुले अब सिम्पली यो टाइम वालमा चाहिँ काम गर्नु होला र त्यसैगरी तपाईहरुले अब सिम्पली यहाँ चाहिँ पप स्केल पाउन सक्नुहुन्छ यो पप स्केलको अप्सनमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईहरुले अब सिम्पली यहाँ चाहिँ गेम्सहरु पाउन सक्नुहुन्छ र तपाईहरुले अब सिम्पली गेम्सहरु खेल्दै यहाँ चाहिँ कोइनहरु कलेक्ट गर्न सक्नुहुन्छ र तपाईहरुले अब सिम्पली यहाँ चाहिँ सिंगल स्टेपको रूपमा चाहिँ तपाईहरुले अब यहाँ एउटा अलिबाबा पनि पाउन सक्नुहुन्छ हैन सो तपाईहरुले अब सिम्पली एप्लिकेसनलाई चाहिँ इन्स्टल गरेर युज गरिदिनु भनेको छ तपाईहरुले यी कामहरु चाहिँ गर्नुहुन्छ भने चाहिँ तपाईहरुलाई 1.3k यानी 1300 कोइन दिन्छ भनेको छ हैन सो तपाईहरुले अब सिम्पली यो टास्कहरु चाहिँ कम्प्लिट गर्नु होला र तपाईहरुले अब यहाँ नजिकै दिएका अन्य मल्टी स्टेप यानी अब यो गेम खेल्दै चाहिँ तपाईहरुले सिम्पली यहाँ चाहिँ कोइनहरु चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ सो तपाईहरुले अब सिम्पली सम्पूर्ण कामहरु चाहिँ सहिलेसँग गर्नु होला त्यसैगरी अर्को अप्सन भनेको चाहिँ यहाँ सर्वे भन्ने दिएको छ सो हाम्रो कन्ट्रीमा सर्वे अवेलेबल छैन र तपाईहरुले अब सिम्पली यहाँ चाहिँ नजिकै रहेको इन्भाइट फ्रेन्ड कस्टममा क्लिक गर्नुहुन्छ भने चाहिँ आफ्नो साथीहरुलाई बोलाउन सक्नुहुन्छ र तपाईहरुले सिम्पली इन्भाइट फ्रेन्ड कस्टममा क्लिक गरेर यो लिंकलाई चाहिँ कपी गरेर विभिन्न सोशल मिडियाहरु मार्फत शेयर गर्नु होला र तपाईहरुको साथीहरु चाहिँ यो लिंकको थ्रुदै आएर एपमा जोइन भएर उनीहरुले काम गर्छन् भने चाहिँ उनीहरुलाई पनि यहाँ चाहिँ केही प्रॉफिट चाहिँ मिल्नेछ हैन सो तपाईहरुको रेफरल लिंक प्रयोग गरे बापत केही इन्कम चाहिँ हुनेछ र तपाईहरुलाई पनि यहाँ चाहिँ आफ्नो साथीहरुले अर्निङ गरेको केही पर्सेन्टेजहरु चाहिँ मिल्नेछ त्यसैगरी तपाईले अब सिम्पली यहाँ चाहिँ भिडियो एडको अप्सनमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईले सिम्पली एउटा सानो एड हेर्नुपर्ने हुन्छ
र तपाईँहरूले एड हेरिसकेपछि तपाईँले अब यहाँनिर चाहिँ कोइनहरू चाहिँ रिसिभ गर्न सकिहाल्नुहुन्छ होइन। सो त्यसै गरी तपाईँले यो गिफ्ट भोचर कस्टमरमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईँहरूले सिम्पली यिनीहरूको अफिसियल टेलिग्राम च्यानल तथा अब तपाईँले यो इन्स्टाग्रामहरूमा चाहिँ गएर फलो गर्न सक्नुहुन्छ र यिनीहरूले चाहिँ अब डेली यहाँनिर चाहिँ यिनीहरूको यो च्यानल तथा इन्स्टाग्रामहरूमा चाहिँ यो गिफ्ट कार्डको भोचर चाहिँ यहाँ हालिदिइरहेको हुन्छ होइन। सो तपाईँले अब सिम्पली यहाँनिर चाहिँ त्यहाँनिर चाहिँ कार्डमा दिएको नम्बर अथवा केही कोडहरू दिएको हुन्छ। सो तपाईँले अब त्यो कोडहरू चाहिँ ल्याएर यहाँ हाल्नुपर्ने हुन्छ र तपाईँले यहाँनिर चाहिँ केही कोइनहरू चाहिँ रिसिभ गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँले यो स्पिन व्हिल कस्टमरमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईँहरू सिम्पली एउटा व्हिल पाउन सक्नुहुन्छ जसमा चाहिँ अब तपाईँले यो बाइनेन्स पेपल त्यसै गरी यहाँ अन्य वालेटहरू दिएको छ र तपाईँले अब यहाँनिर चाहिँ 10,000 कोइनले चाहिँ स्पिन गर्न पाउने छ र तपाईँले अब सिम्पली यहाँनिर चाहिँ यो अब स्पिन गर्दाखेरि चाहिँ तपाईँहरूको अब $4 $5 जुन वालेटको पनि तपाईँहरूले चाहिँ यहाँ आफ्नो ब्यालेन्स चाहिँ पार्न सक्नुहुन्छ होइन। सो तपाईँले अब स्पिन हुँदाखेरि चाहिँ यहाँ जुन वालेटको पनि ब्यालेन्स बढ्न सक्छ र तपाईँले अब त्यही अनुसारले चाहिँ यसमा विथड्र गर्नुपर्ने हुन्छ। त्यसै गरी तपाईँले अब सिम्पली यो फ्लिपकार्टको उसमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईँले अब सिम्पली यसरी एउटा गिफ्ट कार्ड पाउन सक्नुहुन्छ र तपाईँले अब सिम्पली यो कार्डलाई फ्लिप गर्नको लागि चाहिँ 10,000 कोइनको आवश्यक पर्छ र तपाईँले अब सिम्पली यो कार्ड फ्लिप गर्दाखेरि चाहिँ तपाईँले अब यहाँ गेमहरूको डायमन्ड तथा अब तपाईँले यहाँनिर चाहिँ सिम्पली रिवार्डहरू पनि पार्न सक्नुहुन्छ यानि कि अब तपाईँले यहाँनिर चाहिँ केही डलरहरू पनि रिवार्ड पार्न सक्नुहुन्छ र तपाईँले अब यिनीहरूको अफिसियल टेलिग्राम च्यानल तथा ग्रुपहरू चाहिँ जोइन गरिदिनु होला र तपाईँले अब सिम्पली यी गरेपछि पनि तपाईँलाई यहाँनिर चाहिँ के कोइनहरू चाहिँ दिनेछ। त्यसै गरी तपाईँले स्क्रिनको तल एउटा क्वेस्ट भन्ने अप्सन पाउन सक्नुहुन्छ र तपाईँले अब यहाँ हेर्न सक्नुहुन्छ कि यदि तपाईँहरूले चाहिँ अफर वालमा तपाईँले 1000 कोइन कलेक्ट गर्नुहुन्छ टाइम वालमा 1000 कोइन कलेक्ट गर्नुहुन्छ भने चाहिँ तपाईँहरूको पहिलो टास्क चाहिँ कम्प्लिट हुनेछ। त्यसै गरी तपाईँले यहाँनिर चाहिँ पप स्केल अफर वालहरूमा त्यसै गरी तपाईँले अफरहरूबाट चाहिँ केही कोइनहरू चाहिँ यहाँ कलेक्ट गर्नुपर्छ भनेर यहाँनिर चाहिँ केही टास्कहरू तोकिदिएको छ र तपाईँले यो टास्कहरू चाहिँ कम्प्लिट गर्नुहुन्छ भने चाहिँ तपाईँले रिवार्डको रूपमा चाहिँ बाइनेन्समा $1 पाउनुहुन्छ होइन। सो तपाईँले अब सिम्पली यसलाई चाहिँ क्लेम गर्न सक्नुहुन्छ र तपाईँले अब यो क्लेम गर्नको लागि चाहिँ दिएको मिसनहरू चाहिँ कम्प्लिट गर्नु होला। त्यसै गरी तपाईँहरूले चाहिँ यो डेली टास्क भनेर अप्सन पाउन सक्नुहुन्छ र तपाईँले अब सिम्पली यहाँनिर चाहिँ एकचोटि व्हिल घुमाउनुहुन्छ भने चाहिँ तपाईँलाई 100 कोइन त्यसै गरी तपाईँले अफर वालहरू कम्प्लिट गर्ने त्यसै गरी तपाईँले आफ्नो साथीहरूलाई बोलाउने कुराहरू भयो होइन। त्यसै गरी तपाईँले यहाँनिर चाहिँ क्यास आउट यानि कि 20,000 कोइन चाहिँ विथड्र गर्नुहुन्छ भने चाहिँ तपाईँलाई चाहिँ यहाँनिर बोनसको रूपमा 2,000 कोइन दिने जस्ता कुराहरू चाहिँ रहेको छ। सो तपाईँले अब सिम्पली कुराहरू चाहिँ गर्नु होला र तपाईँले स्क्रैचको अप्सनमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईँले प्रत्येकचोटि नयाँ युजर यानि कि भर्खर लगइन भएको व्यक्तिलाई चाहिँ एकचोटि यो कार्ड चाहिँ फ्लिप गर्न दिनेछ यानि कि स्क्रैच गर्न दिनेछ र यहाँबाट चाहिँ तपाईँले 400 500 यस्तै कोइनहरू चाहिँ पार्न सक्नुहुन्छ। त्यसै गरी तपाईँले अब यसमा अर्निङ गरेको ब्यालेन्स चाहिँ विथड्र गर्नको लागि चाहिँ स्क्रिनको लेफ्ट साइडमा रहेको रिडिङ बक्समा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईँले यो वालेटहरू पाउन सक्नुहुन्छ र तपाईँले अब बाइनेन्स वालेटमा चाहिँ नेपालबाट विथड्र गर्न सजिलो हुने भएकाले तपाईँले बाइनेन्स वालेटमा क्लिक गर्नुहुन्छ भने चाहिँ यसको मिनिमम विथड्र चाहिँ $5 पाउन सक्नुहुन्छ र तपाईँले अब यो 47,000 कोइनको चाहिँ तपाईँले $5 सहिलेसम्म विथड्र गर्न सक्नुहुन्छ र अब तपाईँले सिम्पली यो वालेटहरूमा भन्दा पनि तपाईँहरू गेमर हुन्छ भने चाहिँ तपाईँले यो फ्री फायरहरू भयो पब्जीहरू मोबाइल लेजेन्डहरूमा चाहिँ तपाईँले थोरै कोइनमै तपाईँहरूले चाहिँ धेरै डलरहरू चाहिँ रिसिभ गर्न सक्नुहुन्छ होइन। सो यसरी नै चाहिँ तपाईँले यो एपमा काम गर्नु होला र यसमा अर्निङ गरेको ब्यालेन्सहरू चाहिँ यो वालेटहरूमा चाहिँ विथड्र गर्नु होला है त।